गाई खाना चाहिँ अब पैसा कमाउनु हिँडेको राततिर मात्र होइन युरोपमा यहाँ बोतल बोकेर चाहिँ रेडी भएको छन् केटाहरू एकदम यहाँ यी दुईटा पोका छ दुईटा बोकेर यहाँ छन् यी सबै मोस्टली खानु भने यी साधारण भने झोला बोक्ने मान्छेले ट्याप्पै सबै खाएको हुन् पानीको बोतल हुन् अरूका बोतल त्यहाँनिर जुसका बोतल हुन् यहाँदेखि नि पोका बोकेर हिँड्ने अब चट्ला त्यसैको सब्जी आइहाल्छ होइन त्यसैलाई ल्याउने 15-20 रुपियाँका छँदैछन् यस्तै छ गाइस अहिले देखाउँला अलिकति होइन भिडियो हो सुत्नुभयो होला बोतल साटेर देखाउँला एकछिन गाइस अघि हामी चाहिँ बोतल कसरी बेचिन्छ यहाँनिर आएर भनेर एडभर्टाइज गर्दै कसरी हाल्ने त्यहाँबाट टोड्काएर सबै छ्याइदियो त्यहाँ 5 युरो भइसक्यो 5-70 भयो त्यतिको सब्जीहरू खानको लागि काम हुन्छ पैसा सातो त भएछ तर सातो त भएछ त्यसरी नै तपाईँको पैसा आउँदो रहेछ पैसा काटेको नि त हाम्रै काटेको नि त